हेलो हामी चाहिँ ल अलैची टिप्न जाँदैछौँ अलैची चाहिँ अब सिमसिम जस्तो ठाउँमा हुन्छ त्यसैले जाँदैछौँ लुगा लगाएर अगाडि दाइहरू बहिनीहरू जाँदै हुनुहुन्छ कोदोको बालो लाग्दैछ धमाधम र गुवानको रुख झकमक्क छ हरियाली ओके अलैची चाहिँ मास्तिर छ यो पुरै पाखाहरू अलैची चाहिँ अब टिप्न गइरहेका छौँ देखाउनेछौँ हामी अलैची टिपेको कुच्चोको घाँसहरू छ है ढोडको सुली नै रहेछ यहाँ यो चाहिँ अलैची झिक्ने राबो यसबाट चाहिँ अलैची झिकिन्छ बाउला हुने लुगा लाउनु यस्तोलाई पासिन्छ के कहाँबाट के हो र अब यस्तो जम्मा पो हुन्छ यहाँ र चाहिँ ए अलैची चाहिँ ल ठ्याक्कै अलैची चाहिँ निकाल्ने बेला भएको रहेछ यसबाट थाहा हुन्छ अलैची चाहिँ निकाल्ने बेला भएको छैन भनेर यो झिक्ने साथसाथै गोड्नु पनि पर्छ यसलाई पुरानोले चाहिँ यसरी झिक्दिने पुरानोले यसरी झिक्दिने यो गोडे नै हुन्छ टक्क निकाल्ने पर्ने दुईटै त्यो त खोलातिर छ खोलातिर आउनु यो त उता आउँछ कुन कुन पुरानो चाहिँ कसो थाहा हुन्छ अलैची अलैची खाऊ सागा त कस्तो छ एकदम फ्रेस देखाउन होइन स्यानेरी साया एकदम राम्रो छ टक्का लाएर दसैँमा अलैची टिप्नु लाग्यो हेर्नुहोस् गाइजहरू यसरी चाहिँ झिक्नुपर्छ अलैची यो राबोले टक्क हेर्नुहोस् यसरी गरेर टक्क लाएर झिकिन्छ अब अलैची झिक्नु परिन्छ टिप्नु परिन्छ यसरी टिप्दैछौँ धेरै छ अलैची हाम्रो चाहिँ हामी चाहिँ अलैची टक्क टिप्दैछौँ परिवारै केटालाई किन लाउनु त्यही त नि ल हेर्नुहोस् यसरी हुन्छ खान त मन ल हेर्नुहोस्
कलाएर हामी चाहिँ अलैँची टिप्दैछौँ गाइचो माथि राखेको हुन्छ हेर्नुहोस् अलैँचीमा टक्क आएको छु म चाहिँ यसरी फल्छ यी अलैँची चाहिँ ल हेर्नुहोस् कति गजबले फलेको छ अलैँची चाहिँ यसरी फल्छ मजाले अहिले किलोको हजुर 3500 रुपियाँ किलो छ ल हेर्नुहोस् सबै हजुर ल हेर्नुहोस् अरे घारी नै छ हो गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर है है बोलाउन खोजेको आफ्नै हामीले चाहिँ यति अलैँची पुरै निकालिसकेका छौँ मुन्नी मुन्नीसम्म छ ए निकाल्दै हुनुहुन्छ बाबाले पानी पऱ्यो कता बस्नु हो अलैँचीको बोट पर पनि छ अलैँची हामीले यति जाँगर काटिसक्यौँ पुरानो है यसरी काट्नुपर्छ है गाइजहरू बराबरी छ है फेरि बराबर अलैँची यो अलैँची ल गाइज ए कलाएर यसरी निकालिन्छ है हेर्नुहोस् यो चाहिँ अलैँची ए यसरी निकालिन्छ ए हेर्नुहोस् हेर्नुहोस् ए यसरी निकालिन्छ हेर्नुहोस् है गाइज यस्तो निस्किन्छ अलैँची हेर्नु गाइजहरू दाइहरूले चाहिँ अलैँची टिपेर बोक्नु भएको छ भोक्रोमा किवी फ्रुटहरू चाहिँ यत्तिकै छ यहाँ देखा गर्छौ देखा गर्ने मान्छे यसरी देखा गर्नुहुन्छ गाई यसरी देखा गर्नुहुन्छ अलैँची ल्याएको अलैँचीहरू छ है आज चाहिँ हामी पुर्खौली जमिनतिर आएका छौँ हजुर हाम्रो पहिलाको जिजु बाजेको घर झ्याकै छ यहाँ ए छ यो चाहिँ पहिलाको हजुर यो घर यहाँ थियो ए कटेर थियो यतै छुट्टै हेरेर ए हजुर जङ्गल छ भएको ठाउँमा यतै त्यसपछि त्यहाँ परा ठुलो ढुङ्गा त्यहाँले फुटाएछन् यो रोड आएको हुनाले सोलिङ गर्नलाई ढुङ्गा फुटाएछन् हजुर गाउँठाउँमा यस्तो यस्तो धारा छन् बियोलाई पनि यसरी चाहिँ युज गरेर चाहिँ बनाएका छन् धाराहरू आज चाहिँ हामी हाम्रो एकदमै टपमा रहेको जग्गा जुन चाहिँ सिरचोर भन्छौँ त्यो सिरचोरको जग्गाहरू चाहिँ यसो भिजिट गर्न आइरहेको छौँ त्यो जग्गा चाहिँ यो माथि यहाँबाट माथि रहेको छ पुरै अब त जङ्गल जस्तो पुरै छ हजुर यहाँदेखि माथि घाँस घाँस छ त्यतै अब खेतीपाती लाउन छोडिसकेको छ रुखहरू बोट बिरुवाहरू छ त्यो सल्लाहदेखि माथि नै पर्छ पुरै
त्यो चाहिँ रुख काटेर बेचेको अरे टन्नै रुख थियो त्यही ठुल्ठुलै त्यो कटुसहरू कालो सल्ला अहिले चाहिँ हामी सिरचोर भन्ने ठाउँमा आइपुगेको छौँ यतादेखि माथि यतै नि विशेष गरी कोदोहरू चाहिँ छन् यतै यो चाहिँ हाम्रै दाजुभाइको बारीहरू हो चरीकोट यता छ है टप पहाडमा छ पहाडको लेखमा भनौँ न खेतीपाती चाहिँ त्यस्तै हो बस्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ यो सुन्दर शान्त धेरै धन सम्पत्ति जम्मा पारेर चाहिँ यदि बस्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ ल हजुर यतै पुरै घाँस छ नि त यता सबै खेतीपाती हुन्थ्यो अहिले सबैजना काठमाडौँ परदेशतिर विदेशतिर यो पारी चाहिँ के बाहुन काट्यो हो पारी चाहिँ बाहुन काट्यो भन्ने ठाउँ यो मासतिर पानीमूल पछौटे मगाएर यो चाहिँ अब घाँसकै लागि त होला नि प्रयोजन अहिले त घाँसकै लागि नै छ रोडहरू यतै र यो ठाउँमा चाहिँ विशेष गरी आलु हुन्छ यो ठाउँमा चाहिँ पहिला हुन्थ्यो अब हामी सानो बेलासम्म एक पाटोमै 10,000 12,000को चाहिँ आलु फलाउँथ्यौँ पहिला यतै गोरुहरू चराउने यतै कुनै बोट बिरुवा थिएन अहिले एकदमै जङ्गल भएको छ हजुर फरकिलै छ यो त डबल रोड जस्तै छ त होइन अहिले चाहिँ यता भाडाबाट खनेर छ जग्गा यहाँ 200 रुपियाँ छ हजुर 200 रुपियाँ हो कुरा होइन नि हजुर हाम्रो पुरानो घर भने कटेर यहाँ थियो त्यसरी चाहिँ भर्खर चुरेर चाहिँ ल्याएको छ यहीँ थियो यहाँ कटेर यो यहीँ थियो त्यो सबै यतै पन्छाएको रहेछ पक्षको जानुपर्छ भन्ने थियो ठिकै छ अहिले चाहिँ यताको पनि गएछ हाम्रो जग्गा यहाँदेखि रोड चाहिँ धेरै फराकिलो लाग्यो मलाई यो चाहिँ हो ठिक छ विकास आएदेखि भनौँ गाडी आएदेखि त हो नभए त्यति खन्नको लागि भए चाहिँ एकदम रमाइलो ठाउँ छ हाम्रो जङ्गलै जङ्गल छ यहाँ अब केही थिएन त्यो माथि फेरि माने मरे मान्छे पोल्ने च्यान डाँडा भन्छ होइन त्यसलाई यो मासतिर छ सबै देख्थ्यो अहिले त यो रुख जङ्गलै भएको छ ऐसेलु यस्तो छ ऐसेलुको धान यस्तो सेउला घाँस तान्ने छ हामी यता कति रमाएर खेल्थ्यौँ हुन्थ्यौँ चौर थियो नि अब त उहाँदेखि लाइनै पो छ त हाम्रो पाटो एउटा सँगसँगै पाटो हो हजुर पुरै एरियै छ पुरै एरियै छ यो तलतिर उगारेको छ नि यो तलसम्मको एरियाहरू यसको नाम चाहिँ नागबेली हो हाम्रो यसको बोट बिरुवा चाहिँ नागबेलीको बिरुवा चाहिँ बेमा चाहिँ 90 नहुने हो ल हेर्नुहोस् त्यही त ल हेर्नुहोस् यसको चाहिँ पिठो निस्किन्छ मैदा जस्तै यो चाहिँ अहिले 2200-2300 रुपियाँ किलो होला ल हेर्नुहोस् नागबेलीको पिठो चाहिँ यस्तो हुन्छ ल हेर्नुहोस् यस्तो दामीको छ कि मैदा जत्तिकै हुन्छ गाइजहरू अब खाइन्छ अरूले यस्तो हो र 10,000 12,000 5,000 3,000 पैसा पर्ने खाने हामीलाई ल हेर्नुहोस् 3 पानी सर्लक्क खाने
झिकी झिकी हावा दसैँ मानिन्छ। ल हेर्नुहोस् यहाँ जो गाउँघरको खसीहरू चाहिँ यस्तो छ ल। दसैँभरि खाने चाहिँ यो फुलपातीमा अष्टमी नवमी दशमीमा चाहिँ पूजा गर्ने खसीहरू चाहिँ यहाँ छ। तगडा तगडा। Jenislah celi mama. कला गाई जेनिसलाई यसरी काटिन्छ। चाया काट्दैछौँ हामी चाहिँ। यहाँ के बनाउ गइरहेको छु गरेर देखाउने छु। हामी तपाईँलाई लास्टमा देखाइदिन्छौँ गाइज। र हेर्नुहोस् होला चाया चाहिँ अब काट्नु भएको छ। हेर्नुहोस् चाया चाहिँ काटिएको छ र मामाले फेरि बनाउनुहुन्छ। नाइस। देख्नुभयो गाइज खतरा बच्चा सब्जी गाडी जस्तै क्या बजाउँदै हिँड्ने गाडी आयो भन्छ दसैँमा है। चाहिँ खाने च्याउ चाहिँ भेटाएको छौँ। यहाँ फल्दैछ मामा ल पत्र ठुलो यहाँ नि फल्दैछ है। लेखमा घाँस काट्न आयो भने चाहिँ यस्तो भेटाउँछ है। च्याउ च्याउ चाहिँ यसरी भेटाइन्छ। मम्मीले निकाल्दै हुनुहुन्छ। यो चाहिँ एकदम अर्ग्यानिक भनेको नेचुरल। भोलि नै आउनुहुन्छ नि लाइभ कन्टेस्ट। वाह यहाँ नि कस्तो दामी। तरिका चाहिन्छ निकाल्नु पर्ने चाहिँ त्यत्तिकै निकालेर हुँदैन। यो तरिका नमिल्ने त यस्तो भयो है। यही भाँच्यो भाँच्यो लु नि पाएन छ यो कुयो चाहिँ कति भित्रै अनि त्यो निक्लिने ठाउँ पाएन बिचरा। एउटा ठाउँ पाएन। च्याउ भेटे हाम्रो यस्तो कालिङ्गी च्याउ। अब भरे कोदा घटेर पकाउने हो कम कम खाने हो। यसलाई चाहिँ कालिङ्गे च्याउ भन्छ। कालिङ्गे च्याउ गाई चाहिँ सलाहरू काट्दै हुनुहुन्छ। युट्युबमा भाइरल हुन्छ। गुड। हेर्नु न आज नभेटेको कुनै रहेछ यो। आज मकले भेटेछ। उयो साउको किरा बस्छ। यो अघि गएको त यस्तो भइसकेको छ नि यो पानीमा एकैछिन किरा आउँदो रहेछ है। अब त यो पानी उस्किँदै गयो। क्लासिकल खेल हो यो चाहिँ। बाघचाल भनिन्छ यसलाई चाहिँ। 4वटा बाघ हुन्छ। पाठा चाहिँ कतिवटा हुन्छ यसमा दाइ? 21वटा कति खेल्दै हुनुहुन्छ ल। दिमागको खेल हो यो पनि। हाम्रो दाइ बुवाहरूले चाहिँ खेल्दै हुनुहुन्छ।
दसैँमा खसी खाने कि फर्सी खाने यहाँ त रोजी रोजी छ है हाम्रो त बारीमै यहाँ नि फल्दैछ है मजाले कस्तो कस्तो खाने लोकल फर्सी यो भित्रको पम्पकिन सिड पनि एकदमै ब्रेनको लागि चाहिँ एकदमै राम्रो हुन्छ अब दसैँमा खाली खसी खसी। फर्सी पनि फर्सी फर्सी छ यो चाहिँ पछौटे मकै यो चाहिँ करेला हो नि त यो सानो तितो नहुने करेला करेला के भन्छ यसको नाम बरेला जरेला पानी चाहिँ अब धुन्दाले पर्न लाग्यो हाम्रो दोलखा जिल्लामा चाहिँ कालिम्पोङदेखि पर्दैछ खैरनुवादेखि हेर्नुहोस् सुरसार गर्दैछ ओहो चरिकोटको डाँडा हेर्नु त चरिकोट बजार फेरि कति रमाइलो छ ऊ हेर्नुहोस् यहाँ डाँडामै कति रमाइलो छ भ्यू टावर छ भ्यू टावर छ त्यहाँबाट सबै देखिन्छ गौरीशङ्कर नाम अब अहिले चाहिँ पानी परेर ऊ हेर्नुहोस् यता चाहिँ रमाइलो छ फेरि यस्तो हेर्नु त अनि कति सुन्दर छ ल हेर्नुहोस् अब लाग्यो म पनि तल घरबाट माथि घरतिर लाग्नु पऱ्यो बेसीबाट लेकतिर ल हेर्नुहोस् गाडाङगुङ चटङ हान्नु लागिसक्यो माला तिमीहरूले पो गर्छ त के गर्नु यता घाम लागेको छ उता गाडाङ गुडुङ चटङ हान्छन् ल हेर्नुहोस् त अचम्म छ है पानी परेर गडाङ गुडुङ भएर यस्तो छ हौ हाम्रो गाउँ त दोलखा जिल्ला ल हेर्नुहोस् रमाइलो छ नि ल हेर्नुहोस् ल है हाम्रो चरिकोट दोलखातिर चाहिँ पानी मजाले परिरहेको छ ल हेर्नुहोस् धुमधामले पानी परेर भर्खर अलिकति उक्रिरहेछ फेरि पर्ने जारी छ है साथीहरू गाइजहरू रमाइलो ठाउँ सुन्दर गाउँ ल हेर्नुहोस् मेरो जन्मभूमि ठाउँ कति रमाइलो छ देख्नुभयो पर चाहिँ चरिकोट ल हेर्नुहोस् यति रमाइलो छ घुम्न आउनुहोस् हो गाइजहरू हजुरहरू पनि यसो सुन्दर दोलखा कालिम्चोक सैलुङ घुम्नलाई आउनुहोस् आउनु होला कति सुन्दर छ कति रमाइलो ठाउँ छ हेर्नुहोस् त कति सुन्दर ठाउँ हो रमाइलो गाउँ कस्तो छ हेर्नु होला दसैँको टाइममा आएको छौँ एकदम हरियाली छ चाहिँ कोत लाग्दैछ यो पछाडिको ब्याकग्राउन्ड चाहिँ खरीढुङ्गा हो हाम्रो पुरानो घर यहाँ चाहिँ कोही बस्दैनन् ए किन फुल त आँगनमै फुलिरहेछ चाहिँ खरीढुङ्गा अनि यो बोच अनि यो चाहिँ चरिकोट
बिबिरा फलेर इस्कुसको झाङहरू एकदमै हरियाली छ ल गाउँमा स्वच्छ शान्त एकदमै पुरानो साँचो रहेछ पहिलेदेखि ओके हेलो ओखली यहाँ छ धान कुट्ने कोदोहरू कुट्ने जाँतो छ है यतिकै छ जाँतो युजमा नआएर हातले यहाँ राखेर घुमाउने मजाले डोको राम्रो रहेको छ यो चाहिँ झक यसमा आलुहरू राख्नको लागि युज गरिन्छ साइडमा कुच्चो पनि छ पुरानो चिम पनि रहेछ गाउँमा चाहिँ एकदमै क्लासिकल वस्तुहरू चाहिँ देख्न पाइन्छ है अहिले एलइडी आइसक्यो यस्तो छ अहिले यहाँ इस्कुस चाहिँ एकदमै फल्ने एकदमै त्यत्तिकै रोपे पनि एकदमै आफै फल्ने ठाउँ छ है इस्कुस चाहिँ एकदमै फलिन्छ यहाँ पाइन्छ अब यसको बजारीकरण गर्न नसकेको कारणले यसको भाउ चाहिँ 1 रुपियाँ पनि छैन प्रति गोटा 1 रुपियाँमा लान्छन् यहाँबाट अलैँची यसको नाम चाहिँ जोडधारा किन भनेदेखि पहिला चाहिँ 2वटा धारा थियो अहिले चाहिँ एउटा मात्रै छ यसको नाम चाहिँ जोडधारा भनिन्छ ल उखुको बोट चाहिँ यहाँ छ है धेरै यहाँ चाहिँ एउटै ठाउँमा धेरै चिजहरू लगाउने गरिन्छ है गाउँतिर चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ एउटै बारीमा सिलाम खोर्सानी बेसारहरू जस्तै फुलहरू यहाँ तल स्ट्रबेरीको झाङ पनि रहेछ स्ट्रबेरीहरू सबै छन् एकै ठाउँमा यहाँ बुद्ध चित्तको बोट पनि छ रिठाको बोट चाहिँ यहाँ रहेको छ जस्तै दुधिलो गोगान सम्पूर्ण छ एउटै ठाउँमा जङ्गेरीको पात यो चाहिँ के अरे गाउँघरमा चाहिँ सुर्ती खानको लागि चाहिँ एकदमै प्रयोग गरिन्छ अनि यो रहेको छ आलुचाको बोट असारे आलुचा यस्तो भएको छ है भूमिको लागि चाहिँ एकदमै विशेष प्रयोग हुने चलनमा आएको चाहिँ फुल हो यो चाहिँ अनिवार्य नै हुन्छ हजुर हजुर पात ओखती पनि रहेछ दाइ साइडमा यहाँ त सबै देख्न पाइँदो रहेछ एउटै जमिनमा यहाँ त धेरै छ हो फेरिको लागि युज हुन्छ यो यसलाई चाहिँ सागु भनिन्छ है यो खोला तर्ने सागु यो चाहिँ गोठ ल यो चाहिँ टिम्बुरको बोट हो मादम टिम्बुर फलिरहेको छ टिम्बुर चाहिँ स्वास्थ्यको हिसाबले पनि एकदमै राम्रो मानिन्छ ब्लड सर्कुलेट गर्नको लागि चाहिँ एकदमै फाइदा गर्छ यसले पुष्टकारीहरू सिस्नुको झाङहरू छ हाम्रो दाइले चाहिँ गोरु डोडाउँदै हुनुहुन्छ गोरु चाहिँ मासतिर लेखतिर लाने अब यता तलतिरको घाँसहरू सकाएर चाहिँ घाँस खुवाएर चाहिँ मलहरू गरेर चाहिँ मासतिर सार्दै हुनुहुन्छ दाइहरूले अहिलेसम्म पनि यहाँ चाहिँ गोरुले जोत्ने चलन छ यताउता
ट्र्याक्टर नि आइसकेको छ तर पनि यहाँ चाहिँ पुरानै शैलीमा चाहिँ गोरुहरूले जोतिन्छ। यसमा मुखमा लगाएकोलाई चाहिँ फुङ्लो भनिन्छ। हाम्रो बुवाले चाहिँ गोरु धपाउँदै हुनुहुन्छ। म चाहिँ 60 एबभ भए पनि एकदम तगडा हुनुहुन्छ। यो माथि चाहिँ हाम्रो घुमेथान रहेको छ जुन थामीहरूको महान पर्व भूमि हो, भूमि मानिन्छ किराँतहरूको चोकोबोटहरू। यो चाहिँ गाउँको रोड रहेको छ। यहाँबाट काठमाडौँ जाने बाटो छ। सिधै यहाँबाट मुडे पुगिन्छ, मुडेबाट काठमाडौँ। गाउँमा आएर पहिला गरेको हो। पहिला त्यति बेला बाध्यताले गर्नु पर्थ्यो, अहिले रहर। यो सेतीचन्द्र भूमि हो, थामीहरूको महान चाड मनाउने यही हो। विशेष गरी यसको लोकेसन पनि छ सेतीचन्द्र भूमि भनेर मैले हालेको छु गुगलमा, रजिस्टर छ यसको। यो चाहिँ वरिपरि पुरा कम्पाउन्ड छ। यो रोड आएको चाहिँ भर्खरै हो, त्यस्तो पुरानो भएको छैन। लगभग 4-5 वर्ष भयो होला। सेतीचन्द्र भूमि मन्दिर। हाम्रो दाइको कला। रोजी खान्छ घाँसहरू। जुगा मौसम चाहिँ एकदमै सफा, सुन्दर, स्वच्छ रहेको छ है। यो चाहिँ भर्खर बत्तीहरू आएको छ। योभन्दा अगाडि चाहिँ यो एरियामा बत्तीहरू थिएन। यो चाहिँ पानीमूल, यहाँ चाहिँ पानीको मुहानले गर्दा यसको नाम चाहिँ पानीमूल रहेको छ। यहाँबाट चाहिँ धेरै पानीहरू उम्रिन्छ। लाकुरीको बोटहरू, सल्लाहको बोटहरू छ है। पुरा जङ्गल छ। योभन्दा अगाडि पहिला चाहिँ यो सबै बारीहरू थियो, अहिले यस्तो जङ्गल छ है।
यिनीहरूको गोठ चाहिँ यहीँ रहेको छ है, यो पुरानो गोठ। योभन्दा अगाडि चाहिँ यसलाई बेसी झारेको थियो भने अहिले लेख ल्याएको छ, अनि मलजल गर्न, घाँस खुवाउन। आमाले घाँस काट्दै हुनुहुन्छ। गाई चाहिँ हाम्रो दुईटा गोरु छ। यहाँ हाम्रो मामा हाम्रो गोरुलाई भोक लागेछ अनि हामी यता आएको छौँ। सुर्खे अझै खाने गोरु हाम्रो गोरु गाई। रिमन हामी चाहिँ घाँस काटेर टक्कै घाँस चाहिँ गोरुलाई दिएका छौँ। अब के गर्नु, दसैँमा आफूले मात्रै खाएर हुँदैन, गोरुलाई पनि दिनु पर्यो होइन रिमन है। गाउँको क्युको गाडी आयो, यहाँबाट चाहिँ काठमाडौँ जान्छ। गाउँघरको खसीहरू चाहिँ यस्तो छ ल, दसैँभरि खाने चाहिँ यहाँ फुलपातीमा अष्टमी नवमी दशमीमा चाहिँ पूजा गर्ने खसीहरू चाहिँ यहाँ छ है, तगडा तगडा। यो सबै हट्छ नि, हावा सँगसँगै के टिम्बुर सिस्नो सुकाएर राखेको औषधिको लागि है। फ्लावर तेल भन्छ नि यसको, सूर्यमुखी पनि भन्छौँ हामी त। गुरको बोट घरै ढाक्दो रहेछ यसले त। किरा भेटाएको छ यहाँ चाहिँ, एकदमै ठुलो। यसलाई छुयो भने चाहिँ एउटै डल्नुपर्छ।
गाडा गुडुङ भएको चारकोट बजार बत्ती गएको छ माराकुमरी भइरहेको छ हेर्नुहोस् यस्तोमा छ त हौ 9:10 चाहिँ गाडागुडुङ माराकुमरी भइरहेछ हेर्नुहोस् हो त नि काउडी मात्र कालो मुन्डो भएर आएछ माराकुमरी गरिरहेछ कालो टिकै रहेछ होइन हो त चाहिँ दिउँसैदेखि 3 बजेदेखि नै अब लागेको थियो चर्के पानी एकदम हो हेर्नुहोस् पाउँछ त माराकुमरी त्यो चाहिँ एकदमै चट्याङ हान्ने एरिया चाहिँ त्यो हो एकदमै पहिला फुटबल खेल्ने एक्लै छ अहिले चाहिँ कोही पनि नभएर यतिकै छ घाँस उम्रेर बसिरहेको छ कहिले कहीँ गाई बस्तुहरू चर्छ यो चाहिँ काठमाडौँ जाने गाउँको रोड यहाँबाट उता जाने काठमाडौँ चाहिँ अहिले त नयाँ रोड पनि खन्दैछन् खुल्ने बन्ने राम्रोसँग बन्ने चाहिँ कहिले हो त्यस बन्दैछ यता चाहिँ चरीकोटको डाँडा यो चाहिँ चरीकोट है कालिम्चोक डाँडाहरू चाहिँ यता छ अहिले चाहिँ ठ्याक्कै कुहिरोले छेकेको छ गौरीशङ्कर हिमाल नि यतै छ यो चाहिँ डाँडा चाहिँ डाङडुङ्गे डाँडा माथि छ अनि यता चाहिँ खरीडुङ्गा यो चाहिँ खरीडुङ्गा छ
काशी तलबाट कम स्पिड सर गौरव एन्ड मी हामी चाहिँ 2082 सालको 10मा छौँ भाइ जहिलेसम्म बत्ती छैन मटितेल हाल्दै हुनुहुन्छ दिदीले टुकी बत्ती मटितेलबाट चल्ने टुकी बत्ती तितेपाती ल्याउनु पर्छ कि यिनीहरू म खोजेर ल्याउँछु फेरि होइन र त यहाँ जान्छ र ओरिनुपर्छ ओरिनुपर्छ गाउँको बाटो हिँड्दैछ यस्तो छ है दसैँमा यसपालिको हिले दसैँ हाम्रो राइडर यहाँ हुनुहुन्छ आसो उहाँले चाहिँ एकदम खतरा अफरोडमा चाहिँ दामी गर्नुहुन्छ उहाँले चाहिँ राइड अफरोड चाहिँ दामी टप्दा रहेछ त बाखरमा छ मौसम चाहिँ यस्तो छ है